म चाहिँ अहिले तपाईँको यहाँ गैरी गाउँ भन्ने जग्गामा छु होइन। म चाहिँ पहिला तपाईँको यहाँ जब बाटो बनिएको थिएन है त्यति बेला म आएको थिएँ यहाँ गैरी गाउँमा होइन। र अहिले चाहिँ तपाईँको यस्तो पिच रोड भएछ होइन, यस्तो पिच रोड भएछ र अहिले हामी चाहिँ पेसेन्ट होममा आएको होइन। यो गैरी गाउँमा चाहिँ म पहिला आएको थिएँ तपाईँको आज मतलब 2 वर्ष अगाडितिर होइन। र अहिले चाहिँ तपाईँको यहाँ गैरी गाउँ चाहिँ तपाईँको यस्तो दामी भएछ होइन, मट्टा गरेर मजाको भएछ गैरी गाउँ। यस्तो रफ रोड थियो। यहाँ हाम्रो टेक्निसियन महादेव पुरा लजाउँछ, साह्रै नै लजाउँछ है। म चाहिँ यहाँ पेसेन्ट लिएर आएको छु यहाँ बुढानलाई है। मेरो चाहिँ ड्युटी यस्तै छ साथीहरू होइन है, पेसेन्टको सेवा गर्नु है पाउँछु, पाइरहेको छु होइन। सँगै गएर आउने जाने गर्छु होइन। यो गैरी गाउँ अब यहाँदेखि माथि चाहिँ जुन चाहिँ भोले बाबाको मन्दिर छ म तपाईँलाई त्यहाँ लगेर देखाउने छु होइन। बस्दै गर्नु होला सुरुदेखि लास्टसम्म होइन। यहाँ पेसेन्टको सामानहरू निकालिदिँदैछु है। र यो चाहिँ एम्बुलेन्स चाहिँ तपाईँको ओन्ली फर प्रेग्नेन्सी वुमेनको लागि मात्र हो। तपाईँहरूले 102मा पनि कल गर्नु सक्नुहुनेछ है। पेसेन्टलाई ल्याउनु लानु पुऱ्याउनु है सबै हुन्छ है। र राम्रो इन्फर्मेसन छ र मन पऱ्यो भने चाहिँ सक्दो सेयर गरिदिनु पनि होला। यहाँ हामी चाहिँ यहाँ पेसेन्टको घर आइरहेको छौँ है। यो ससचन्द्र ब्लकमा होइन। यो चाहिँ यो गाउँलाई चाहिँ गैरी गाउँ भन्छ साथीहरू होइन। र अब हामी एकछिन चियासा खाएर चाहिँ अब यहाँबाट हामी जानेछौँ। बाटो धेरै नै बनाइसकेको रहेछ है, पिच बनाएको रहेछ गाइस है गैरी गाउँ होइन। यसको मेरोमा भिडियो पनि छ होला पुरानो हो, म तपाईँलाई देखाउँछु है। यस्तो थिएन, अहिले एकदम नयाँ नयाँ बाटो बनाएको छ गैरी गाउँको है। र ऊ माथि भोले बाबाको मन्दिर पनि छ है। म तपाईँलाई त्यहाँ मन्दिर पनि तपाईँलाई म देखाउने छु होइन माथि है। एकदमै साँघुरो एकदम रफ रोड थियो भनौँ न अब है। बोलेरो पनि अब है एउटा गाडी हिँडेपछि पनि तपाईँको पास नहुने क्या, अब गाडी आएपछि अब समस्या परिआउने क्या। र म तपाईँलाई त्यहाँ भोले बाबाको मन्दिर पनि दर्शन गराउने छु है यहाँ गैरी गाउँको। र अहिले चाहिँ यत्रो ठुलो बाटो बनाएछ यहाँ चाहिँ एकदम राम्रो बनाएछ हो, धेरै चेन्ज भएछ गैरी गाउँ है। यो चाहिँ समथारदेखि तल्लोपट्टि होइन, मजाको बनाएछ है साथीहरू। अब तपाईँलाई म माथि हाम्रो बाबा भोलेनाथको मन्दिर छ त्यहाँ म तपाईँलाई दर्शन गराउने छु है। र है पहिला बाटोदेखि भित्र पस्नुपर्ने होइन। अब अहिले यो बाटो बनाएको आधारमा चाहिँ अब तपाईँको है त्यही बाटोबाट देखिहाल्छ। यो चाहिँ गैरी गाउँको दृश्य है। र पेसेन्टलाई चाहिँ अब हामीले है ड्रप गरेर फर्किँदैछौँ होइन। है हामी त कहाँ पुग्छ साथीहरू, एउटा सेवामा छौँ हामी होइन। सेवा गर्दै बस्नु पऱ्यो है साथीहरू होइन। गैरी गाउँको दृश्य होइन। यहाँ हेर्नुहोस् न भोले बाबाको मन्दिर देखाउँछु म तपाईँलाई ल माथि गएर ल कहाँ रहेछ हो। तपाईँलाई दर्शन गराउने छु म बाबा भोलेनाथको मन्दिर, शिव मन्दिर है होइन। ल आइपुग्यौँ हामी, यहाँबाट तपाईँलाई देखाउने छु। यहीँ हो है मन्दिर चाहिँ होइन। ए भोले बाबा है यही मन्दिर हो। म पहिला आएको थिएँ होइन, मैले तपाईँलाई देखाउँछु भनेर सोचेको थिएँ है। र पहिला चाहिँ यस्तो थिएन होइन। यहाँबाट चाहिँ तपाईँको साँघुरो बाटो थियो, यहाँबाट चाहिँ एकदमै साँघुरो बाटो थियो है। र अहिले चाहिँ बाटो नै भइसकेको छ होइन। यहाँ हेर्नुहोस् ओम नमः शिवाय हो। तपाईँहरूलाई पनि म दर्शन गराउन आइरहेको छु यहाँ बाबा भोलेनाथको होइन। तपाईँहरू पनि दर्शन गर्नु सक्नुहुनेछ है। यहाँ हेर्नुहोस् जय शिव शम्भु हो। यहाँ हेर्नुहोस् जय भोले बाबा। यहाँ तपाईँलाई म दर्शन गराइरहेको छु। मेरो पहिलाको फोटो पनि छ है, पहिलाको फोटो पनि म तपाईँलाई देखाउँछु होइन। हेर्नुहोस् है म पहिला आउँदाखेरि तपाईँको बाटोहरू केही पनि बनिएको थिएन है। अहिले चाहिँ बाटो साटो बनिएर चाहिँ है यहाँ दर्शन गराइरहेको छु है। जय भोले बाबा, हर हर महादेव है। र सक्दोभन्दा सक्दो तपाईँले मेरो यो भिडियोलाई मन पनि पराइदिनु। यो चाहिँ तपाईँको समथारदेखि तल गैरी गाउँ भन्छ यो गाउँलाई चाहिँ। पहिला चाहिँ यो गैरी गाउँ एकदमै साँघुरो बाटो थियो, रफ रोड। अहिले चाहिँ तपाईँको एकदम पिच रोड बनाइसकेको छ है। र भिडियो मन पऱ्यो भने चाहिँ सक्दोभन्दा सक्दो सेयर गरिदिनु होला तपाईँले। ल साथीहरू अब हामी चाहिँ यहाँ दर्शन गरेर चाहिँ अब हामी फर्किँदैछौँ है। र तपाईँलाई देखाइसकेको छु है। र तपाईँलाई अलिकति यहाँ जुन चाहिँ मैले बाबा भोलेनाथको दर्शन गरेँ होइन, दर्शन गरेको चाहिँ तपाईँलाई म यहाँ
लोकेसन देखाइरहेको छु हो। तपाईँहरू पनि यहाँ शिव मन्दिर बाबा भोलेनाथको दर्शन गर्नु सक्नुहुनेछ होइन। र यो बाटोको लोकेसन चाहिँ अलिकति एक्ज्याक्ट अलिकति तपाईँलाई देखाइरहेको छु है, र माथिसम्म होइन, माथिसम्म है। र यो बाटो मन्दिरको लागि यो गैरी गाउँमा कुन बाटो आउनुपर्छ होइन, यो चाहिँ हामी फर्किँदै गरेको दृश्य देखाइरहेको छु, तपाईँहरूले बुझिहाल्नुहुन्छ होइन। माथिसम्म र बसिराख्नु है साथीहरू तपाईँहरू है। म तपाईँलाई है कहाँबाट ओर्लिनुपर्छ है, यहाँ लोकेसन तपाईँलाई म देखाइरहेको छु होइन है। कफे के भन्छ यो तपाईँको समथार आएपछि चाहिँ कहाँबाट हामी उँधो गैरी गाउँको लागि ओर्लिनुपर्छ होइन है। गैरी गाउँमा छ मन्दिर होइन। लोकेसन त देखाएको छु, सुरुदेखि लास्टसम्म बस्दै गर्नु होला है। र तपाईँहरू पनि आएको बेलामा चाहिँ यहाँ गैरी गाउँ आउनु सक्नुहुनेछ होइन दर्शन गर्नलाई। म तपाईँहरूलाई देखाइरहेको छु है, बसिराख्नु होला होइन, स्किप नगर्नु होला साथीहरू, अलिकति लामो हुन्छ हो। अब यहाँनिर चाहिँ हामी यो डाँडा आएपछि एकदमै स्ट्रेट हो, यो डाँडा आएपछि एकदमै स्ट्रेट हो। अब यो डाँडा भयो तपाईँको यो टर्निङ हो र हामी तपाईँको यहीँबाट यसरी जानेछौँ होइन। राम्ररी बसेर हेर्दै गर्नुहोस् है ल, अलिकति कन्फ्युजन नहोस् तपाईँहरू पनि यहाँ गैरी गाउँतर्फ आउँदाखेरि होइन। र तपाईँहरूलाई म देखाइरहेको छु होइन। त्यो डाँडादेखि चाहिँ एकदम तेर्सो अब जुन चाहिँ यो बाटो म तपाईँहरूलाई लिएर गइरहेको छु, यो चाहिँ मेन पोइन्ट क्या, अब मेन इम्पोर्टेन्ट पोइन्ट। उताबाट कालिम्पोङबाट हामी आउँदाखेरि चाहिँ होइन, यो गैरी गाउँ जाने चाहिँ अब यहाँ यो मन्दिर जाने बाटो चाहिँ सर्टकट तपाईँको भित्रभित्र गाडी आउँछ मजाले, बाटो एकदम राम्रो छ होइन। यो त राम्रो लाग्छ भाइ, यहाँ हेर्नुहोस् कति खुल्ला र आनन्द मजाको जग्गा छ। यहाँ हेर्नुहोस् त दृश्य हेर्नुहोस्, यहाँ कति दामी दृश्य छ, यति ब्युटिफुल जग्गा छ हो, यति दामी ब्युटिफुल जग्गा छ हो। आउनुहोस् हो, मजाले आउनु सक्नुहुनेछ है साथीहरू हेर्नुहोस् है। तपाईँलाई यहाँबाट देखाउँदै गइरहेको छु है। यहाँ मन्दिर चाहिँ दर्शन आउनु सक्नुहुनेछ है। तपाईँहरू सबैजना मसँग जोडिएको जति पनि मेरो फ्रेन्ड, फेसबुक फ्रेन्ड, इन्स्टाग्राम फ्रेन्ड, युट्युब फ्रेन्डहरू छ है। हेर्नुहोस् है, तपाईँलाई चाहिँ म एक्ज्याक्ट पोइन्ट देखाउनु गइरहेको छु है, कहाँबाट चाहिँ आउँदा ठिकै हुन्छ भनेर होइन। अलिक कन्सन्ट्रेट गरेर हेर्नुहोस् है। हेर्नुहोस् मकै सकेहरू सबै कुरो है। यहाँ हेर्नुहोस् मजाले तपाईँलाई देखाइरहेको छु मैले, नछोडी यो बाटो नछोडी जानुपर्छ है तपाईँहरू ल, एकदमै नछोडी जानुपर्छ है ल। यो चाहिँ हामी पेसेन्टको घरदेखि चाहिँ फर्किँदाखेरिको यो भिडियो देखाइरहेको छु है। म माथि गाडी रोकेर तपाईँलाई देखाउने छु है, कहाँदेखि ओर्लिनुपर्छ कालिम्पोङबाट आउँदाखेरि चाहिँ गैरी गाउँ शिव मन्दिर होइन। ल गाइस हेर्नुहोस् है गाइस, आइपुग्न लागेको छ गाइस हो है गाइस। साथी माथिसम्म आइपुग्न लागेको छ है, स्किप नगरी हेर्नुहोस् होला है ल। अनि मात्रै तपाईँहरू यहाँ गैरी गाउँ शिव मन्दिर आउनु सक्नुहुनेछ होइन। अनि मात्रै तपाईँले भिडियोमा बुझ्नुहुन्छ है। म तपाईँलाई सिधा नै देखाउँदै गइरहेको छु है। यो बाटो एकदमै जाँदा पनि यो बाटो एकदमै छोड्नु हुँदैन, उताबाट आउँदा पनि यो बाटो एकदमै सिधा आउनुपर्छ है। कहीँ पनि मुन्डे तपाईँको यो यताउता जाने काम छैन, एकदम स्ट्रेट गैरी गाउँ जाने बाटो एकदम सिधै पारा लागेको छ है। म तपाईँलाई त्यहाँसम्म देखाउने छु है, राम्ररी बसेर हेर्नुहोस् है साथीहरू ल। अनि मात्रै त्यहाँ बाबा भोलेनाथको दर्शन गर्नु सक्नुहुनेछ तपाईँहरूले होइन। कोही बेला तपाईँहरू साथीभाइसँग, इष्टमिष्टसँग, आफन्तसँग यता समतातिर आएको बेलामा चाहिँ तपाईँहरू यहाँ आएर शिव मन्दिर दर्शन हुनुहुन्छ है, दर्शन गर्नु सक्नुहुनुहुन्छ है। र आज चाहिँ वेदर पनि एकदमै राम्रो भइरहेछ, क्लियर है। फेरि तपाईँहरू उताबाट आउँदाखेरि चाहिँ यसरी दुईवटा बाटो भेटेपछि कन्फ्युजन नहुनु होला है, ओह्रालो चाहिँ नजानु होला, एकदम सिधा लागेको छ बाटो चाहिँ हेर्नुहोस् है, एकदम स्ट्रेट छ है। र आज चाहिँ मौसम पनि एकदम दामी, घाम पनि लागिरहेछ हो, निलो आकाश है, बोथ साइड नि हेर्नुहोस् होइन, राम्रो छ एकदम आजको वेदर है। र मोटामोटी आइपुग्न लागेको छौँ हामी, अघि कहाँबाट ओर्लिएको थियौँ है। यो चाहिँ अहिले हामी फर्किँदै गरेको दृश्य है। र म तपाईँलाई माथि गएर देखाउँछु अलिकति एक्ज्याक्ट लोकेसन पोइन्ट है। त्यहाँबाट चाहिँ तपाईँ सिधा यो बाटो नछोडी आउनुभयो भने चाहिँ तल मन्दिर
भेट्नुहुनेछ है। हेर्नुहोस् कहीँ पनि फर्कियो, कहीँ पनि तपाईँहरू मुड्ने काम छैन है। एकदम सिधा सिधा जानुपर्छ है गौरी गाउँ, एकदम सर्टकट है गौरी गाउँ होइन। तपाईँलाई म एक्ज्याक्ट लोकेसन पोइन्ट देखाउँछु है, माथि गएर उत्रेर होइन, यहाँबाट जानुपर्छ भनेर होइन। किनभने यहाँ अब पिकनिकको सिजनतिर भयो, अब साउनको महिनातिर अब फ्यामिलीसँग साथीभाइसँग इष्टमित्रसँग आउनुहुन्छ तपाईँहरू होइन। त्यसले गर्दा मैले तपाईँहरूलाई यो भिडियो देखाइरहेको छु होइन। यो जग्गा हो, अब यहाँबाट म तपाईँलाई देखाउने। अब कुन चाहिँ जग्गाबाट भने चाहिँ तपाईँको है टक्कै सिङ्जी कटेर तपाईँको समताहरू है उयो चारकोलहरू सबै कटेर चाहिँ यो बाटो भेट्नुहुन्छ है। यो चाहिँ यो मेन पोइन्ट हो है गैरी गाउँ जाने बाटो चाहिँ तपाईँको यो होइन। र अहिले चाहिँ म तपाईँको त्यहाँबाट फर्किरहेको छु। फर्किँदाखेरि चाहिँ तपाईँहरू यता रेली कालिम्पोङबाट फर्किँदाखेरि चाहिँ गैरी गाउँ जाने बाटो चाहिँ यो बाटो चाहिँ एकदमै सर्टकट हो यो बाटो होइन। यो पोइन्ट हेर्नुहोस् है, तपाईँलाई यहाँ घरिको देखाइरहेको छु मैले। यो पोइन्ट हो, यो पोइन्टबाट चाहिँ तपाईँहरू आउँदाखेरि उताबाट आउँदाखेरि चाहिँ है चारकोलहरू सबै क्रस गरेर चाहिँ है समतार पुग्नुभन्दा अगाडि चाहिँ तपाईँको यो एउटा सर्टकट बाटो छ। यो पोइन्ट हो, यो पोइन्ट है। यो पोइन्टबाट चाहिँ तपाईँहरू यहाँबाट उँधो गयो भने चाहिँ कहीँ नछोडी तपाईँहरू उँधो जानुहोस् है, कहीँ नछोडी तपाईँहरू यसरी उँधो जानुहोस्। उँधो जाँदाखेरि चाहिँ तपाईँको सिधा गैरी गाउँ टक्लक्क तपाईँको तल गैरी गाउँ शिव मन्दिर पुग्नुहुनेछ है। यहाँ हेर्नुहोस्, फेरि पनि म तपाईँलाई देखाइरहेको छु है। कन्फ्युज हुँदैन होला सायद तपाईँहरू होइन। र यसरी नै म तपाईँको सामु नयाँ नयाँ भिडियोहरू लिएर आउँछु होइन। र भिडियो मन पऱ्यो भने चाहिँ सक्दो तपाईँहरूले सेयर गरिदिनु होला है। र यो है लोकेसन फेरि पनि म तपाईँलाई एकचोटि देखाइरहेको छु है। यो बाटो यो बाटो होइन है। यो बाटोबाट जुन चाहिँ छेउमा बिल्डिङ छ यहाँ बनिँदै गरेको काम हो। तपाईँहरू आउँदो दिनमा यो कम्प्लिट पनि भइसक्छ है। र यो बाटोबाट चाहिँ तपाईँहरूले यसरी उँधो जानुपर्छ गाई चाहिँ। र आजको भिडियो तपाईँलाई कस्तो लाग्छ होला है। मन पऱ्यो भने सक्दो सेयर गरिदिनु होला है। गैरी गाउँ है बाबा भोलेनाथको टेम्पल मन्दिर है। साथीभाइसँग सबैसँग आउनु सक्ने हुनेछ। आजको लागि मेरो सोसल चन्द्र भ्लग चाहिँ यहीँसम्म है। ओके गाइस।